Hello guys, welcome back to our new video. आज हामी खेल्न गइरहेको छौँ वान आर्म रबर जुन चाहिँ अब यो के भन्छ मोनालिसाको पेन्टिङ लिने हो कि यहाँ ओरिया मोनालिसाको पेन्टिङ र अरूको ल्याउने हो। यो चाहिँ म्युजियम हो हैन, आर्ट ग्यालेरी। फर्स्ट भिडियोमा चाहिँ हामीले ब्याङ्कलाई लुट्दै थियौँ। अब यसमा चाहिँ यो लुट्ने ल स्टार्ट गरौँ। लेट्स गो। पहिला वेपन लिने हो, पिस्टल, त्यसपछि लक ओपनर हो क्या, लक ओपनर लिम। अब अहिले चाहिँ खोल्न पर्छ हैन, चाम्टे छिटो आज यो ब्याङ्क लुट्दिने हो। कलारे ब्याङ्क नि डेन्जर ठुलो हो, सब लुट्दिने हो। खोलौँ छिटो खोल्यो सही खोलौँ हैन। युटिलिटी कार्ड लिने भने है, युटिलिटी कार्ड चाहिँ यताको कता रुममा हा के। ओके यो गाडीले देख्छ क्या, यो गाडी यता जानु पर्यो, म उता छिरिएछु। त्यो गाडी यता आउनुपर्छ अनि बल्ल म त्यो ढोका खोल्नुपर्छ। गाह्रो त्यतिखेरसम्म यस्तो लुकिरह। गाड आयो क्या, गाड आहा जस्तो लागेन। उही गयो, उही ल गाड आएर नि गइसकेछ, थाहा नै नपाएको। वेयर गाड फेरि एकचोटि कुरो धन्दले देखेको। त्यो ढोका त खोल्यो, अब भित्र जानुपर्छ। फेरि भित्र जान झ्याउ हो कि झ्याउ फालौँ पहिला। कहाँ गयो पछाडि नजा। ओ गाडा ओ नो धन्दले। यहाँ एउटा गाड हुन्छ क्या, उही धन्दले। मोबाइल लिम यहाँ यसको डिसेबल गरौँ। उही धन्दले। अब मलाई चाहियो लक ओपनर, किनभने यहाँ लक ओपन गर्नुपर्छ हैन, त्यो भएर त्यो बाहिर जानुपर्छ। उही धन्दले। ए फेरि गाडी त आएछौँ। सीसी क्यामेरा उताको गाडा पर्यो, गाडा। ओके यो अब खोल्दिन ल पिकर। भागम। अब हामीले यो खोल्न पर्छ। मलाई लाग्छ यहाँ युटिलिटी कार्ड पाइन्छ होला। खोल्यो सही। कोही हो? एनीबडी एफबीआई। ओ युटिलिटी कार्ड उठाउँ हैन। अब डिसेबल अलार्म, मलाई लाग्छ डिसेबल अलार्म ब्यागमा छ क्या, ब्यागमा। मतलब मेरो ब्यागमा हैन, यो आर्ट ग्यालेरीको पछाडि हुन्छ नि ब्याग हो त्यहाँ होला। त्यसलाई मलाई भागेर जानुपर्छ यार। यो गाडी त्यो जान यार, जा भाग्य निस्किहालेँ। ओ म लक पिकर ल्याउनु बिर्सेछु। फेरि भ्यान नहुँदा फेरि भित्र जान भ्यानबाट लक पिकर ल्याउनु पर्यो। पहिला युटिलिटी कार्ड चाहिँ त्यहाँ ढोका यहाँ हो कि यहाँ हो, त्यो ढोका खोल्यो भने चाहिँ अलार्म बज्छ। त्यही भएर युटिलिटी कार्ड छोड्छु, लक पिकर लिएर आइहाल्छु एकटा।
त्या गाडी टाटा लाग्दैछ नि अनि चाहिँ छ वेट सेकेन्ड लक पिकर वो लक पिकर एउटा मात्रै हुन्छ ड्रिल युज गरे हुन्न ए लक पिकर एउटा मात्रै हुन्छ ड्रिल युज गर्दाखेरि आवाज आउँछ त्यो भयो ओके लक पिकर यहाँ भित्र एउटा गाडा ओइ भन यो डिलिट गर्ने हैन साउन्ड आउँछ कि साउन्ड चाहिँ आउँछ ओ नाइस ओ त्यो क्वेसन मार्क कोही नभए त होला उडाइदिन्छु गयो अब गयो त्यो मैले यो गाडीलाई मार्नुपर्छ भन यस्तो गर्छु यो सामाल चाहिँ छोड्छु लक पिकर लिएर आउने ट्राई गर्छु म लक पिकर मार्ने ट्राई गर्छु नि गाडा त्यही गाडा उतारेर गरेको मलाई इच्छा पेन्टिङ उठाउनु लक पिकर त्यही भन्ने त्यो के on bisa banyak betanya udah kan juga tadi ada apa aja apa yang punya ini mana tadi kamu pun itu log pikirannya racu udah hancur tuh guard छैन लक पिकर भित्र लान्छ फाल्दिन्छ हैन अब यहाँ गाडा अनि कुर्नुपर्छ हट नो उठा ओ भयो तँलाई पक्क तेरो यो मोबाइल ल तँलाई नि ल तँलाई त यहाँ कुना राख्छु तँलाई त डस्टबिन नै छिराउँछु आइज हो बस त अब मलाई लक पिकर चाहियो किनभने भित्रबाट अझै एउटा उस हुन्छ क्या के हुन्छ थाहा छैन तर त्यो लक पिकर खोल्नु हुन्छ उठाउनु कोही नि आएन ल खोलौँ खोल्यो लक पिकर यहाँ राम यो कुटो भलम युटिलिटी कार्ड लिएर युटिलिटी की रहेछ पास भने नि हुन्छ युटिलिटी पास सीसी क्यामेरा गयो ए युटिलिटी गाडी देखेस् कल्ली कति टाइम लाग्यो खोल्यो सीसी क्यामेरा म भित्र फेरि काम गर्दै सीसी क्यामेरा फर्किदियो नि ट्याक्क हेऱ्यो युटिलिटी कार्ड छोडिदिउँ होइन जाम यता अलार्म डिसेबल हानौँ त्यसपछि भागौँ छिटो यता फर्किन हो जा भन्ने त गर्न पर्छ कि कहाँ त्यस्तो नै लक पिकर लिउँ मसँग लक पिकर एउटा मात्रै ड्रिल युज हान्दिनँ मलाई लाग्यो यहाँ नि सीसी क्यामेरा हुन्छ होला किनभने कति धेरै सीसी क्यामेरा के उसमा त जताततै गाडी 3-4-5 जना खोल्यो लक पिकर आउँ खोलौँ कोही हो यहाँ सीसी क्यामेरा हाले फुटाल्दै मैले फुटाल्दै कोही गाडा आउँछ हैन गाडीलाई मार्ने यो उठाउने अनि यहाँ भनिदिने अनि फाल्दिने
यसलाई तान्ने यसलाई तानेर यहाँ कचरा फाल्ने ठाउँमा यस्तै फुत्त फाल्दिने हो त त्यहीँ बस प्रोफेसनल चोर हो कि सीसी क्यामेरा फुट्यो होइन हो त्यहाँ हो क्या मोनालिसाको यहाँ एउटा गाढा हो मैले त्यस्तै लाग्यो यहाँ एउटा गाढा गाढा मलाई बल्ल याद यहाँ त्यो गार्डको मोबाइल बज्छ नि यहाँ सेक्युरिटी रुम छ सेक्युरिटी मलाई लक पिकर चाहियो ओ सेट त्यहाँ त्यो गाडी त हेऱ्यो गयो एकदम लक पिकर उठाम होइन अनि यहाँ सेक्युरिटीको खोलौँ फेरि सेक्युरिटीले मार्यो भने त बच्छ नि अनि अलार्म रोक्नलाई त्यो ब्लू कलरको कि नीलो कलरको एउटा त्यो डब्बा जस्तो के हुनुपर्छ कम दाममा टाढा हाल्यो भने के गर्ने फेरि सीसी क्यामेरा डिसेबल गर्दाखेरि यताको गाडा मैले त्यसलाई त्यसको अलार्मले त्यो बजायो बन्द गर्दै उही गाडा खोलौँ नि अलार्म बन्द गर्ने तर छैन यता रहेछ पट्टासे हेडसट मोबाइल फोनले यो लक्की दुईटा खोल्यो धन्दले तँलाई त कोदिन्छु डस्टबिन त फाल्ने म त डस्टबिन यस्तो फुट्ला त त्यहीँ बस ल ठिक छ सीसी क्यामेरा हेर्ने कोही छैन होइन ठिक छ यति भएपछि भइहाल्यो सीसी क्यामेरा हेर्दैनन् भनेपछि यता यो खोलौँ यहाँ कोही नि होइन मैले त्यो कि माथिको त्यो गाडबाट क्यारे बाँच्ने हो मार्न मिल्दैन यस्तो लक पिकर ल्याउँछु लक पिकर पहिला सब सामान होइन लक पिकर ग्याब यो उहाँ रहेछ यहाँ कहाँ लक पिकर हराएको पहिला यहाँको सब चाबी खोल्छु होइन त्यसपछि बल्ल अरू हेरौँला पहिला यहाँको सब लुट्ने हो कि त्यो गाडीलाई मार्न मिल्न पर्ने हुनुपर्ने कि आनन्दले चोर्न पाइन्थ्यो अलि झोलाएर यो लिम यसलाई हालौँ फेरि झोला लिम हेरौँ उयो नहोस् है यसलाई उठाऊँ यसलाई नै हालौँ यो सब सुन चाँदीको हिरा मोतीको हो नि फेरि लास्टमा त क्लेको माटोको होला र अनि उयो छिरेन ओहो छिर छाड्दै बालन अझै एउटा झोला ल्याउनु पर्छ यहाँ पछाडि हाल्छु सब हालिदिने ए खोज्यो त 3टा मान्छेको रहेछ म त के हो यस्तो भनेर यो अटेन यार झोला उठाउँदै खस्छ यो त अट्यो अझै 3टा 4वटा झोला ल्याउनु पर्छ किनभने त्यो 2टा भित्र सब लुट्ने ब्याङ्क चाहिँ लुट्ने गाडी मार्नु नभन्ने क्या गाडी मार्छ आनन्द हुन्छ कि त्यो गाडी गर्दा मानिसको पेन्टिङ दिने गाडी भयो कि एकदम छिटो आउँछ ए हाल्दै कति भयो ए 15,000 ब्याग खाली गर यसो गर्छु यो ब्याग चाहिँ नि यसले फालम होइन यो नि फालम जाम लुट्न यो चोला बाहिर लुटेर बाहिर राख्ने क्या यहाँ जति यो अट्छ
ओ अटेन था त्यस्तो झोला नअट्ने कि हुँदै हुन्न यार यो अट्छ ए अटेन यार हातमा लिएर जानु पर्यो नि झ्याउ हुन्छ कति पर्छ 15 बाट कति बढ्छ हैन ओके नाइस खासै बढेन जम्मा 26 मोनालिसाको पेन्टिङ नै चोर्न पर्यो भाइ त्यो चोर्न चाहिँ गाह्रो पछि बाहिरको चोरेर हान्ने हैन नि त्यति भइसक्यो मोनालिसा आई एम कमिङ एकचोटि मलाई गाडीले समात्यो म खेल्दैन चाउला चाहिँ गाडीले समात्यो मत किन्डरा हो रे किन्डरा त्यो गाडी त्यहाँ उही खुल्यो मलाई के हाल्नु र यहाँ छ मलाई कुनै गाडीले देख्छ होला खोलौँ धन्दले मेरो माथि होला त्यसलाई खोलौँ मोनालिसा म मोनालिसा उठाएर हिँडिदिन्छु उसो भाग मोनालिसा उठाइयो अरू चाहिन्न मलाई म भागेँ मोनालिसा भयो भने त मोनालिसा र बाहिरको डलहरू गुडिया उठाए अरू भयो किनभने अब अरू उठाउने धेरै लालच भनेको अलि नराम्रो कुरा हो कि लालच आउनुहुन्न कहिले नि धेरै लालच आउनुहुन्न त्यो लालचले डुबाउँछ फेरि ल मोनालिसा यस प्लेयर निड टु लिभ भन ओइ कहाँ लिप्यो भर सक्यो ल ओके 70,000 कमाए उही त्यति नै कमाए सही हो ल गाइस आजको भिडियो चाहिँ यति नै मोनालिसाको हामीले पेन्टिङ चोर्यौँ थ्याङ्क्स फर वाचिङ अझ यस्तो भिडियो आइरहेको छ सब्सक्राइब र लाइक चाहिँ गरिदिनु है बाई